त्यही होला सानो सुर्के त्यो स्कुल हामी त्यहाँ खाना लाग्यो रमेश त्यही बेला आएछ त्यो आयो त्यही सानो एउटी फुच्ची के फुच्ची आइज त्यही बेला त्यहाँबाट बस्टाले जाने त्यही कुरा गर्छ छोरा तपाईँसित भनेर सोधेपछि सुत्केरी गऱ्यो भने सुत्या सुत्दै गर्दो रहेछ बस्टाल थर्का थर्काइ गर्दो रहेछ सानो सुर्खेतको ऊ होला सानो सुर्खेत हामी गएको भने सानो सुर्खेत खोलाबाट यता सानो सुर्खेत हो त्यहाँ उता दामे खोला अनि डाँडाबाट उता आयो घुस्रा राजा खाजाघर वीरेन्द्रनगर 10 मा कता पर्छ भनेको राजा खाजाघर यतै पर्दो रहेछ त्यहाँ पछाडि गाई राजा खाजाघर कस्तो लाग्यो यो ठाउँ मन पर्यो भने लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला तपाईँहरू यस्तै नयाँ नयाँ ठाउँ देख्न सक्नुहुन्छ सिधाली अफिसियल च्यानलमा यो चाहिँ हो सानो सुर्खेत गाइस यहाँ चाहिँ अब के भन्नलाई कति कुरा त्यसबाट आएन त्यहाँ बन्द गर्नुभयो क्या त्यहाँ खोल्नु भएको छैन अनि त्यहाँबाट यहाँ के हो क्या तपाईँका के आफन्तै पर्नुहुन्छ क्या यहाँ अब भिन्ने क्या गाडी नरोक्यो नि रहलपुर यो सिधा माथि अलैचर जान्छ क्या हो बाटो परबाट उता गयो अलैचर त्यसो अलैचौरको तिर यात्रा हुने भयो गाउँमा रमाइलै छ त्यो फलेहा यहाँ घर जाउँ गरेर बस्यो होला नि आफ्नो ठाउँमा यो बुटा के चिउरीको बुटा हो भात चाहिँ चिउरीका पनि ठुलै हुन्छ नि सिधाली अफिसियल च्यानलमा यो चाहिँ बामे खोला यता यो रहलपुरतिरको गाउँमा आज चाहिँ यात्रा भइरहेको छ सुर्खेतको पानी निकास नै यही होला यो यता तलतिर बग्यो होला पानी पुरा पानी जति पनि खोला त्यो खोलाबाट त्यही भन्ज्याङबाट जान्छ त्यो भन्ज्याङ छ मकैबारी दरेम दरेम मकैबारी दरेम दरेम केटाको जातै यस्तो मकैबारी दरेम दरेम हेलो गाइज सिधाली अफिसियल च्यानलमा हजुरहरूलाई स्वागत छ म चाहिँ यतिखेर यो रहलपुरबाट ट्याक्कै अलैचौरतिर जानको क्रममा हिँडिरहेको अवस्था बाटो चाहिँ यतातिर अलिकति पिच गरेको रहेछ त्यहाँबाट उता त अगाडि कच्ची छ चलाएर अफिसियल च्यानलमा हजुरहरूलाई स्वागत छ नमस्कार छ म चाहिँ सिधाली अफिसियल च्यानल
यो मेरो भिडियो भ्लग रहेको छ आजको अवश्य च्यानलमा गाउँतिरको हेर्दा हेर्नु गाइस गाउँमा यस्तै छ अलैचर आइगयो यहाँ ए यो अलैचर हो अर्को पिपलको बुटा आइसक्यो त यहाँ फेरि पिपलको चौतारी पनि आयो ल गाइस यो चाहिँ अलैचर पुग्यो हामी यहाँ अघि हिँड्दा पिपलको बुटा थियो अहिले फेरि अर्को यता पिपलको बुटा छ यहाँ 2-4 जना यस्तो शीतल खाइरहेका रहेछन् ल म चाहिँ एउटा एकछिन यो पिपलको बुटा राउन्ड हान्नुपर्ने अवस्था भयो गाइस अलैचर अलिअलि बाटो पिच भएको रहेछ यहाँका चाहिँ अलि 1-2 जना हुने खाने रहेछन् क्या हो त्यही भएर धेरै नभए पनि अलिकति भए पनि बाटो चाहिँ पिच गरेर राखेका रहेछन् मकैबारी देख्न सक्नुहुन्छ त्यस कुखुरा पसलले गर्दाखेरि यहाँ चाहिँ बाटो पिच भएको जस्तो माने मैले तपाईँहरू देख्न सक्नुहुनेछ राजेश खुद्रा किराना पसल यहाँ चाहिँ सम्पूर्ण चिज पाउनुहुनेछ गाइस यहाँ छ राजेश किराना पसल हेलो सर भुजा चाहिन्छ कि भुजा छ सक्यो ल फोन गर्नु होला ल यहाँ चाहिँ भुजा गणेश साहब भुजा सोधेको रहेछ यहाँ अस्ति नै आएर झारिदिएको 20-25 बोरा डगार्दै रहेछन् अब त्यो 20-25 बोरा डगारिसक्यो भने अनि फेरि हामीलाई फोन गर्नुहुन्छ गाइस अनि हामी आउँछौँ अलैचरको गाउँ कस्तो लाग्यो त तपाईँहरू देख्न सक्नुहुनेछ यहाँ घरहरू कस्ता छन् त्यसको लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नुहोला सिधाली अफिसियल च्यानलमा लिच्ची पाकेर ओ मेरा भाउ लिच्ची पनि पाकिसकेछ गाइस 2 जना त्यहाँ व्यापारी हिँड्नु भएको छ म गएर हजुरहरूलाई देखाउने छु त्यहाँ तिनीहरू केक बेच्न हिँडेका रहेछन् छोरी मान्छे अनि यहाँ चाहिँ अब यो एउटा के पसल रहेछ भनेपछि यो त यहाँ रहेछ गाइस बरु पिपल र बर सँगै भएको यो अलैचरको चौतारी हो गाइस व्यापारी हिँड्नु भएको छ गाइस जुम्लातिरका होलान् कालीकोटतिरका होलान् मकैबारी यो आँप चाहिँ यहाँ तपाईँहरूलाई देखाउन गइरहेको छु गाइस एउटा यहाँ हेर्नु त पुरा सानो बाटोमा आँप चाहिँ आँप चाहिँ राम्रो फलेको रहेछ यहाँ एउटा अर्को बुटा पनि देख्न सक्नुहुनेछ गाइस यो भुजा आमा भुजा गणेश साहब भुजा हो चाहिन्छ तपाईँलाई चटपटे बनाउने भुजा हो चटपटे बुढी आमाले भुजा सोध्नु भएको थियो भुजा मकैबारी यहाँ जाने ठाउँ भइदियो त यो बुटा त आजले भाँचेर लग्दा पनि हुने रहेछ अप्ठ्यारै आँप चाहिँ दह्रो फलेको छ होइन लाटिला जाने भयो कहाँ लगिदिनु पऱ्यो अरे दिलपुरसम्म मात्रै धानको बिउ राखेको रहेछ यहाँ सिधाली अफिसियल च्यानलमा हजुरहरूलाई स्वागत छ घाँटीको घाँटीको जङ्गल यो चाहिँ चरा मास यतातिर गाउँतिर आफ्नो बस्ती बनाउँदै कन्टेनर च्यानलमा जोडिनु भएको छैन भने सब्सक्राइब गरेर जोडिनु चाहिँ अहिले उता तिलकुटतिर आउँदैछौँ ट्याक्क गराएर बाखरी बोल्यो भने पानी दिनु भनेर
यहाँ चाहिँ आज थाडुहरूले के माछा मार्न लाग्यो कि काम गर्न लाग्ने माछा ऊ भाइ गड हिलोमा पनि के हिलोमा हिलो माछा पानी सब सुकाएछ नि त तिनीहरू घर नजिकै छ र त्यो भन्नुहुन्छ त उहाँले अङ्कलले त्यहाँ चाहिँ गोरु जोत्न लागेका रहेछन् त्यहाँ पर खाँदाउडी जाने दिदी छोरी बिहार अलि जोरदारले खान पुरा सारा जोतिसकेका रहेछन् कि यतातिर त होइन कालीमठबाट आएका ती गइरहेलाहरू अहिले गएर बस्छ